के भन्छ नि त अलिकति भाइको पिकनिक हो, ओपनिङ छ आज। अनि अब झन् पूजा हुँदैछ आज, धनतेरसको दिन पारेर राम्रो छ। तिमी के भन्थ्यौ के भन्छ? मेरो दादाले दाँत हालिदिनुहुन्छ, ओपनिङ भएको छ आज। अब दाईको डेन्टल राधे डेन्टल क्लिनिक यहाँ बिरकुटी नगर वडा नम्बर 10 मा सुरुवात हुन लाग्छ हैन। सबैलाई अनुरोध छ, सबैजना आउने। कुनै पनि दाँतको परेशानी दिक्कत र नयाँ दाँत अनि दाँत फाल्ने जे पनि कुराहरू छ सबै आउने, उपचार हुन्छ विथ डिस्काउन्ट। धन्यवाद। ल यो काटिहाल्छ ल गाइस, म चाहिँ यता बागेश्वरी मन्दिर आएको छु। अब भर्खर उ भएको छ, अब बिस्तारै बिस्तारै हुन्छ। हजुर नमस्कार, यो हाम्रो बिलियन सुजमा अफर थियो, दसैँ तिहार विशेष अफर। सौजन सरलाई चाहिँ थर्ड प्राइज परेको छ। बिलियन सुजमा थर्ड प्राइज चाहिँ हाम्रो 500 टन इलेक्ट्रिक किट्ली परेको छ। एकदमै धेरै धेरै बधाई छ। कुनै अनि यो क्यामेराको मालिक चाहिँ हो कालो देखिन्छ, काटिहाल्छ। अनि एउटा यो फरकपट्टि सबैले अर्को कनेक्टिङ खोल्ने कति हो? यति भयो भइहाल्यो त अहिले। एकछिन रमाइलोको लागि मात्रै हो क्या यो, बानी लाउनु हुन्छ। यता हेरेर अझै घन्टी बजाऊ अनि जाने ठाउँ हुनु पर्यो नि। ल गाइस, हामी अहिले रुपेडामा छौँ होइन। यो एन्ड हाम्रो नेपालको हो नि त, नेपालगञ्जको। यो नामै चाहिँ नेपालगञ्ज स्टेसन हो। यो कम्प्लिट भइसक्यो भनौँ, अब स्टार्ट हुनु मात्रै बाँकी छ यस्तो चाहिँ। हेलो गाइस, राधेश्याम सबैजनालाई, वेलकम टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु होइन। अनि अब यो चाहिँ तिहार ब्लग हुन्छ है। अब हाम्रो इन्डिया जाने प्लान हो नि त, भन्छ त अलिकति। जाने हो इन्डिया। कहाँ जाने? लखनऊ जाने प्लान छ। खास दिल्ली जाने भनेको, दिल्ली अलिक टाढा पनि पर्छ। अनि फेरि यता भाइटिकाको लागि पुऱ्याउनु पऱ्यो नि त, आउनु पऱ्यो। त्यही भएर लखनऊ पनि दामी, युपीको क्यापिटल जस लखनऊ जाने। अनि होलसेल मार्केटहरू छ, यसो घुम्ने कामसाम पनि हुन्छ होइन। त्यसको चाहिँ अब म मिलाएर यसमै मर्छ। अब हेरौँ, त्यो पनि हेरौँ होइन। यस गइन्छ। आज चाहिँ अब एउटा साथीको क्लिनिकको चाहिँ आज ओपनिङ छ, त्यसमा पनि जाने हामीहरू। अनि साँझ मुभी हेर्नु जानु पऱ्यो। अब यो हाम्रो टोलको सिने रोयल चाहिँ आज जेरी अन टप ला रहेछ। साँझ हेर्ने हो, जाने साँझ मुभी पनि हेर्ने हो। त्यसपछि के हुन्छ रमाइलो जे हुन्छ देखाउँछु। अब अहिले चाहिँ एकछिनमा हामीहरू साथीको क्लिनिकको ओपनिङमा जान्छौँ। अनि साँझ मुभी हेर्न जान्छौँ। त्यसपछि भोलि या पर्सितिर इन्डिया जान्छौँ होइन। अनि त्यो पनि मिलाएर देखाउँछ, हेर्दै गर्नु न है। राम्रो होटलमा जानु हुन्थ्यो, कुनै छैन चिया, मिनी चिया। ल गाइस, हाम्रो चाहिँ साथीको यहाँ क्लिनिक खोल्न लाग्छ भिरकुट नगरमा। ठ्याक्क यो यता अगाडिबाट चाहिँ यो गणेश मान चोक भयो, यता सैनिक जाने बाटो ठ्याक्क यहीँ माथि छ। प्रभात स्कुल भनेको ठ्याक्क त्यसको पछाडि छ। के भन्छ नि त अलिकति? भाइको पिकनिक हो, ओपनिङ छ आज। अनि अब झन् पूजा हुँदैछ आज, धनतेरसको दिन पारेर राम्रो छ। तिमी के भन्थ्यौ के भन्छ? के भन्न, दाँतको चेकअप गराउन के भन्नु तपाईँ? मेरो दादाले दाँत हालिदिनुहुन्छ, ओपनिङ भएको छ आज। सुरुवात हुन्छ अब बिस्तारै बिस्तारै। त्यो चाहिँ के गर्ने हो? दाँत मेरो सफाइ गर्ने हो, दाँत हाल्ने।
ल भाइ दाइको अब सुरु हुन लाग्छ के भन्न चाहन्छु? अब दाइको डेन्टल राधे डेन्टल क्लिनिक यहाँ बिरकुटी नगर वडा नम्बर 10 मा सुरुवात हुन लाग्छ हैन। सबैलाई अनुरोध छ, सबैजना आउने। कुनै पनि दाँतको परेशानी दिक्कत र नयाँ दाँत अनि दाँत फाल्ने जे पनि कुराहरू छ सबै आउने, उपचार हुन्छ विथ डिस्काउन्ट। धन्यवाद। ल गाइस प्रसाद ससाद पनि खाइयो अनि त्यसपछि टिका पनि लगाइयो हैन। अब दिन जियोस् आज पोजिटिभ भयो है। ल अब जसलाई दाँतको केही समस्याहरू छ भनेपछि यहीँ आउनु होला भिरगुट नगर वडा नम्बर 10 सैनिक जाने बाटो। मैले लोकेसन त भनिदिइसकेँ हैन। अब उद्घाटन आज भए पनि अब स्टार्ट चाहिँ काम चाहिँ स्टार्ट अब तिहारपछि हुन्छ। जस केही दाँतसँग सम्बन्धित केही समस्या छ भनेपछि चाहिँ काइन्डली भिजिट राधे डेन्टल है। एक पर्वत स्कुल चाहिँ यहाँ पछाडि छ। ल दिदी ल यो काटिहाल्छ। ल पैसा दियो। लगाइस म चाहिँ यता बागेश्वरी मन्दिर आएको छु। आज के अरे त्यो मुभी हेर्न जाने प्लान चाहिँ क्यान्सल भयो। आज दाजुले यसो दर्शन सर्शन गरौँ। हुन पनि म आएदेखि मन्दिर दर्शन गरेको छैन, गर्नु पऱ्यो। ल हेर्नु है बागेश्वरी मन्दिर हाम्रो एकदम फेमस बागेश्वरी मन्दिर। के अरे मूर्ति त चेन्ज गरेछ अरे त दादा, थाहा छ किन हजुरलाई? दामी छ भाइब्स यहाँ। लगाइस यो चाहिँ हाम्रो के अरे शिव भगवानको नेपालमा पहिलो जुङ्गा भएको मन्दिर यही हो। अहिले नयाँ बनाएको छ रेनोभेट गरेर, यस्तो दामी छ। अहिले चाहिँ मूर्ति चेन्ज भएको छ है, यहाँको मूर्ति चाहिँ नयाँ मूर्ति हालेको छ। यस्तो छ है। मैले चाहिँ यो लिएँ, दादाले चाहिँ हेरिदिइरहेको छु। लगाइस अहिले चाहिँ बिरयानी खान आएको, यहाँको राम्रो छ, बिरी चोकमा फेमस। हात गरिदियो भाइ है, धेरै अलिक मिलाएर बिरयानी यहाँको अलिकति त्यस्तो चिल्लो हुँदैन कि। यो रोटीले के भन्छ दादा? फुल्लेको रोटी होइन होइन, ऊ भन्छ यहाँ के भन्छ? तन्दुरी रोटी। तन्दुरी रोटी हो। यहाँको अलिक सुक्खा चाहिँ किमासँग रोटी दामी हुन्छ। ल अब यति खाएर अब जुनसुम लाग्छ आज, अनि यति हुन्छ। अब मस्त सुतेर अब भोलि चाहिँ प्लान हुन्छ अब है। ल हेर्दै गर्नु।
ल गाइस अहिले चाहिँ हामीहरू अब दादाले भनेर एउटा ठाउँ नजिकै छ यहीँ नेपालगञ्जमा अनि घुम्न जान लाग्यो के तालले दादा सुतैया ताल भन्ने रहेछ यो कोलपुरमा अब जान लाग्यो अहिले चाहिँ यता भाटबोटिङतिर छौँ होइन अब दादासँग बाइकमा जान लाग्यो दादा फुल रेडी भइसिन्छ त्यहाँ गएर म गाइड गर्छु नि हामी देखाउँछौँ हामी कस्तो कस्तो ठाउँ छ भनेर होइन कता यता पश्चिम ठ्याक्क चोकबाट पश्चिम उता किलोमिटर पश्चिम भन्नाले त्यो ऊ जाने बाटो के अरे कर्णाली जाने बाटो होइन लगाइज हेर्दै गर्नु है देखाउँछु लगाइज यो चाहिँ राजा जाने बाटो हो एयरपोर्ट राजा एयरपोर्ट जाने त्यो चोक भयो यहाँबाट भित्र गयो भने एयरपोर्ट जाने एयरपोर्ट चाहिँ यता हो अझै अहिले बनाएको एयरपोर्ट अझै मुभ गर्ने बनाइरहेको छ यता अझै खुद्रा बनाउनु भएको छ है एयरपोर्टको जग्गा हो यता हाम्रो जग्गा पनि यतै छ त यतैको साइड त बिच बाटो बनिसकेको रहेछ यार अस्ति जान हेर्न जाने यो अगाडि चाहिँ यो पुरै यो बार लगाएको भित्र सब एयरपोर्टको जग्गा हो लगाइछ अब कोलपुर चोक पुगेर अब त्यताबाट यो के तालले दादा सुतैया ताल जाने बाटो देखाउँछ है एयरपोर्ट के अरे कोलपुर चोक पुगेर हेर्दै गर्नु लगाइज हामीहरू चाहिँ कोलपुर पुगिसक्यो कोलपुर चौराहा हो काठमाडौँबाट चाहिँ उताबाट आउने हो लगाइज अहिले चाहिँ हामी यता कोलपुरको चौराहा आइसक्यौँ होइन यो चाहिँ चौराहा हो यता पश्चिम पूर्व अनि यता अब हामी चाहिँ यता पश्चिमतिर लाग्ने हो यता पूर्वबाट चाहिँ काठमाडौँबाट आउने त हो हामी चाहिँ अब यताबाट लेफ्ट साइडतिर लाग्छौँ यतातिर देखाइदिन्छ यतातिर लाग्छ ल अब हेर्दै गर्नु है यहाँबाट यता लेफ्टतिर लाग्यौँ हामी यता चाहिँ सुकेत जाने बाटो हो हामी चाहिँ अब कर्णाली जानेतिर लागेको छ लगाइज अलिकति कन्फ्युज भयो त कस्तो दामी भएर चाहिँ यता कोलपुरतिर म धेरै पछि आएको बाटोहरू पनि भित्रसम्म यस्तो दामी छ अनि लोकेसन चाहिँ यस्तो भयो कि अलिकति कन्फ्युजन भयो म यहाँ भनिरहेको छु यो हाम्रो यो चाहिँ यहाँनिर यो चोक भयो होइन यो चौरा भयो यो चाहिँ अनि हामी चाहिँ यहाँबाट लेफ्टै आएको लेफ्ट आएर चाहिँ यताबाट गएर फेरि यो रत्नराजमा आएको डाइरेक्ट त्यताबाट पनि जान मिल्थ्यो होला दादाले चाहिँ एउटा भ्लगरको हेर्छ रहेछ त्यो भ्लगरले चाहिँ पश्चिमतिर भनेर यहाँबाट फेरि यसरी कनेक्ट यता भित्रबाट कस्तो ठिकै भयो हामीले यताबाट आएर त्यो रत्नराज्य बाटो छ त चौराबाट सुर्खेत जाने बाटोबाट पनि जान मिल्दो रहेछ कि जाने त्यही हो मेन त्यही हो हामी चाहिँ यताबाट आएर ठिकै छ यताबाट अलिक भित्रको पनि थाहा भयो नि त हामीलाई यता कस्तो राम्रो रहेछ नि त यतातिरको दामी छ लगाइज हामी चाहिँ यता अलिकति त्यो भ्लगरले भनेर कन्फ्युज भएर यता गएको थियौँ देखिराख्नु भएको छ नि यता पश्चिम साइडतिर यो चोकबाट ठ्याक्कै यो बाटो हुँदै हामी यताबाट आयौँ अब यो रत्नराजमाको यो सुर्खेत जाने बाटो कनेक्ट भयो अब यहाँबाट चाहिँ टक्कै यही हो कनेक्ट भयो यहाँबाट अब अलिकति अगाडि छ धेरै छैन अब 2 किलोमिटर जति होला ल हेर्दै गर्नु है श्री कृष्ण माध्यमिक विद्यालय यो चाहिँ कनेक्ट भयो है हाम्रो मेन हाइवे रत्नराजमा लगाइज यो चाहिँ सुर्खेत जाने बाटो है हामी चाहिँ यताबाट आएको मेरो चाहिँ आँखामा के पस्यो यार यस्तो रातो भएछ पानी छ एकछिन धुनु पऱ्यो के पस्यो धुलो उठ्यो बल्ल हल्का बल्ल हेर्दै गर्नु है लगाइज हामीले चाहिँ पुगिसक्यौँ होइन यो चाहिँ म तपाईँहरूलाई एकचोटि म्यापमै देखाइदिन्छु है अघि मैले चाहिँ तपाईँहरूलाई देखाएको थिएँ नि यो हेर्नु त म्यापमा यहाँबाट लोकेसन हान्दा चाहिँ यहाँनिर देखाइरहेछ यो होइन तर योभन्दा अलिकति अगाडि आएर यहाँबाट राइट साइडमा यो भाइरल ताल लेखाएको छ नि यो बाटो चाहिँ ठ्याक्क तपाईँको यो बाटो चाहिँ कालो माछा है ल ठ्याक्क अब यही बाटो जानु होला यहाँबाट सिधा गयो भने चाहिँ आउँछ म त्यही पनि तपाईँहरूलाई देखाइदिइरहेको छु ल हेर्दै गर्नु है ल गाइस आयौँ हामी सुतैया ताल ताल त बवाल छ है तर भर्खर डिस्कभर भएको रहेछ होइन दादा भर्खर डिस्कभर भयो है त्यस्तो धेरै मान्छेहरूलाई थाहा छैन
केही पनि रहेछ नि यतातिर सुनसान छ तर ताल चाहिँ दामी छ हेर्नु है यस्तो दामी छ ताल टक्क अलिकति सफा गरेर टक्क रुखहरू छ टक्क त्यसमा लाइटहरू बाल्दिने टक्क साइडमा एउटा सानो क्याफेहरू खोलिदिने यस्तो दामी हुन्थ्यो होला है दादा दामी छ अब भर्खर भएको छ अब बिस्तारै हुन्छ राम्रो दादाले पत्ता लगाएको होइन यो ठाउँ हजुरले थाहा पाएको मैले होइन भाइहरूले के भन्दैछ नि त यो तालको बारेमा अब एकछिन आएर यसो गफसप गर्नलाई ठिक छ कि आएर यसो जस्तो दाइ भाइ आएर गफ गर्ने यसो गर्नुलाई ठिक छ तर अलिकति एक दुईवटा डिस्कभर भएको छ अब त्यसपछि बिस्तारै हुन्छ अब को हुनुहुन्छ यता कुरा गरेर वडासँग कुरा गरेर एक दुईवटा यता के अरे क्याफे खोल्दा हुन्छ है ल गाइस हामी एकछिन अब टक्क अब अलिकति साँझ हुनलाई एकछिन खाजा खाएर यसो भिडियो बनाउँछौँ अनि त्यसपछि हामी देखाउँछौँ अरू केही इन्ट्रेस्टिङ भयो भने है ल हेर्दै गर्नु होइन कि मेन कुरा जो कोही मान्छे आएर तिम्रो चाहिँ यहाँको लोकल हो नि त भाइहरू चाहिँ यहाँ स्विमिङ गर्दो रहेछ बरु घरमा लगेर खेल्नु भन्नु पऱ्यो कि राम्रोसँग भन्ने मान्छेले बुझिहाल्छ के अजिङ्गर देखा तिमीहरूले ए अजिङ्गर आउँछ यहाँ तर राम्रो रहेछ यार कस्तो है उतापट्टि पनि एउटा सानो ताल छ त्यही उतै जानला हो अर्को पनि छ ल कसले डाइभ हान्ने हो ल कहाँ त्यति नजिक अल्टि यहाँबाट हान्नु न कि त उताबाट ल भाइको हेरौँ ल ल अब कसको तिम्रो आफ्नो सानोको याद आयो गाइस हामी पनि यस्तै नै खेल्थ्यौँ पहिला ल कलेज छुन्छ पहिला त्यो काठलाई कलेज छुन्छ है हेरौँ धेरै गहिरोमा नजानु ल ल भाइ गएको ल ल भाइ ल गाइस दादाले जुत्ता लिएर सपिङ गर्दैछ अब फेरि के भन्छ यसलाई कुपन लकी ड्रमा फर्स्टमा चाहिँ फ्रिज रहेछ सेकेन्डमा राइस कुकर थर्डमा चाहिँ केटल पानी तताउने ल फ्रिज पार्छ है दादा ल हेरौँ है फ्रिज पऱ्यो कि बेटर लक मन लाग्यो लास्ट ए यसलाई उ गर्ने हो थर्ड प्राइज परेछ ठिकै छ पानी तताउने केटल पानी तताउने केटल ढुक्कै पार्छु भनेर आउनु आज त ढाकै पारिदिए टिकटक बनाउनु केटल हजुर नमस्कार यो हाम्रो बिलियन सुजमा अफर थियो दसैँ तिहार विशेष अफर फर्स्ट प्राइज चाहिँ फ्रिज सेकेन्ड प्राइज राइस कुकर थर्ड प्राइज चाहिँ पानी तताउने इलेक्ट्रिक किटले थियो हाम्रो सरको शुभ नाम सौजन सरलाई चाहिँ थर्ड प्राइज परेको छ बिलियन सुजमा थर्ड प्राइज चाहिँ हाम्रो पानी तताउने इलेक्ट्रिक किटली परेको छ है सरलाई धेरै धेरै बधाई छ कुनै रेस्पोन्सिबिलिटी चाहनुहुन्छ भने मलाई यहाँको सर्भिस एकदम राम्रो लाग्यो र यहाँको कस्टहरू पनि जो सेटिस्फाइड छ आउँदै गर्छ एकदम ल साथीहरू अब एकछिन तास खेल्न लाग्यो हामी साथीको माछु म सागरको म अब यहाँ तास चल्दैछ अब के खेल्ने भाइ किट्टी हुन्छ अब किट्टी ल देखाउँछ हेर्दै गर्नु है ओए के खेल्ने किट्टी के बनाइसक्नु भयो त अहिले लगायत हामी यहाँ तास खेल्दैछौँ है अब होइन हजार अनि यो क्यामेराको मालिक चाहिँ हो कालो देखिन्छ तर गाडी हाल्छ अनि एउटा यो फरकपट्टि सबैले अर्को 1 एक्सट्रिम
पैसा यति हो खेल्ने कति हो यति भयो भइहाल्यो त अहिले एकछिन रमाइलोको लागि मात्रै हो क्या यो बानी लाउनु हुन्छ दोष अन्डा पनि छ खाँदा बनाएको खाजा टच होइन त यो अर्को ठुलो वाला कार्पेट ल्याउनु पर्छ बस भाइ ल म चाहिँ भाइटिका लाउन आएको छु लाइट भइसक्यो ल यता हेरेर 45 को छ क्या लिनु भएको पहिला के गर्ने अरे यो बत्ती हैन हेरेको हाम्रो पनि ल्याइदियो यार कति राम्रोसँग पूजा गरिसक्यो हजुरले अझै घन्टी बजाऊ घन्टी बजाएको अब त्यो अरू पनि हाल अनि जाने ठाउँ हुनु पर्यो नि अध्यक्ष गर्छ है यो त्यही भएर माथिबाट लुगा पऱ्यो बिग्रिन धेरै तेल डल हो डल एउटा गिफ्ट लिएर फोटो खिच्यौ न मेरो र नातिनी आउँछ मेरो नातिनी यता आउँछ कति जा पनि आफै सेन्टर चुप लागेन मेरो नातिनी किन कहाँ आउँछन् त अब तिमी उ गइहाल्छौ ल उता देखाउँछु गिफ्ट उता ल फोटो खिचिस नि दादा बरु हाम्रो चाहिँ एकछिन यो ट्रेन स्टेसन बनेछ नि त्यो हेर्न जान लाग्यो यहाँबाट स्ट्रेट हो यसलाई स्टेसन रोड पनि भन्छ होइन सानोमा गएको थिएँ म एकचोटि त्यतिखेर चाहिँ त्यो ब्रिटिसको पालाको त्यो कति 2 गज हो कि 4 गेजवाला ट्रेन चल्थ्यो अहिले चाहिँ मान्छेहरू त टन्नै आएर छ नि त हेर्नु यसलाई चाहिँ नेपालगञ्ज स्टेसन नाम चाहिँ नेपालगञ्ज स्टेसन हो यो इन्डियाको रुपेडिया भन्ने ठाउँमा पर्छ त्यही पनि नाम चाहिँ किनभने यो एन्ड हाम्रो नेपालको हो नि त नेपालगञ्जको यो नामै चाहिँ नेपालगञ्ज स्टेसन हो यो कम्प्लिट भइसक्यो भनौँ अब स्टार्ट हुन मात्रै बाँकी छ यस्तो चाहिँ अब दामी हुने भयो त यार यहाँदेखि अब डाइरेक्ट दिल्ली बनारस तातो छ काम
लगाइज हामी चाहिँ एकछिन स्टेसन हेर्न जान लाग्छौँ। रुबेडामा छौँ होइन, त्यहाँनिर चाहिँ त्यो अहिले भनिदिनु पर्ला है त्यो कुरा पनि। लगाइज हामी अहिले रुबेडामा छौँ होइन, अनि एकछिन ट्रेन स्टेसन गएको थियौँ। अनि के अरे ट्रेन स्टेसन गएको त्यहाँ भिडियो बनाइरहेको थियौँ। त्यहाँ तल पनि बनाउनु मन लाग्यो क्या मलाई, तर त्यहाँ पछि हामीलाई त्यहाँको अथोरिटीले त्यहाँ तल जान मिल्दैन भनेर राम्रोसँग एक्सप्लेन गर्नुभयो, बुझाउनु भयो। त्यहाँ चाहिँ के रहेछ अहिले करेन्ट फ्लो हुन्छ नि त, त्यही भएर तपाईँहरू कोही पनि यदि रुबेडामा यो स्टेसन हेर्न आउनुभएको छ भने कहिले पनि तल पट्रीमा चाहिँ नहिँड्नु होला है, त्यहाँ करेन्ट एकदम धेरै भोल्टेजको करेन्ट हुन्छ है। त्यही भएर चाहिँ अनि तपाईँहरूले रिस्क पनि हुनसक्छ, अनि त्यहाँ गाडी पनि खाइन्छ। त्यही भएर चाहिँ हो अहिले चाहिँ अब दादाले भनेर यतातिरबाट चाहिँ यता पुलको बाटो होइन त त्यस हेरौँ, यता ट्राई यताबाट राम्रो छ भन्ने सुनेर यताबाट गएर एकचोटि कस्तो छ भनेर देखाउनलाई चाहिँ यताबाट जानु लाग्यो। अब एउटा यति टिका खाइरहेको छु, यति खाइहाल्नु त्यसपछि हामी जान्छु नि। इन्डिया लगाइज हामी चाहिँ यसो इन्डियाको जङ्गलको बाटो चिसो चिसो छ। यहाँबाट चाहिँ बङ्कर हो क्या यो, पट्रीहरू हो क्या सबै। ए पट्री हो त्यो ए लगाइज यो रेलवे यतासम्म छ, यही बाटो हुँदै जाने रेलवे। यहाँ के रहेछ यार यो बङ्कर हो क्या, मिल्छ कि मिल्दैन जान? हामी छ यार इन्डिया त, तर धेरै डेभलप भएको रुबेडिया जस्तो ठाउँ पनि यस्तो डेभलप भइसक्यो यार। हाम्रो नेपाल कहिले भनेको पूर्व पश्चिम रेलमार्ग भनेर केपी ओली आफै गइसक्यो। हामी चाहिँ भर्यो रहेछ, खुट्टा भिज्यो। त्यो भर्खर बनाएको होइन। त्यहाँ मजाको चिसो वेदर छ यार, यो धेरै रुखहरू भएर होला होइन, यस्तो हरियाली दामी लाग्छ। रुख त जति रोप्यो त्यति राम्रो हो क्या। यो बाटो बनेको थिएन, यो बाटो बनियो यार, पहिला बनेको थिएन यो बाटै थिएन। तुझे क्या गम तेरा रिश्ता गगन की बात